तिमी एसएलसी दिन जाऊ नछाड परीक्षा। तिम्रो परीक्षा नछाड बाबु। आमा मरेको बेलामा दाग बत्ती दिन जानु त कता हो कता। यो त एसएलसी दिन पो गइराछ। एसएलसी को एक्जाम भनेको हाम्रो भविष्यसँग सम्बन्धित छ। फेरि तिमी मलाई किन यो सब सोधिरहेछौ? तिमी पनि +2 पढ्छौ नै होला। के हो त्यो निकेश त आछैन, मै ठिक पार्दिबे चाहिँ के हो? आउ न यार निकिता, के तिमी किन लजाको नाच्न आउ न। अब केही दिनपछि तपाईं छिट्टै अस्ट्रेलिया जाँदै हुनुहुन्छ। निकेश हैन, डाक्टर निकेश।